हेलो गाइस वेलकम बैक टू माई न्यू अनदर भिडियो र गाइस आज चाहिँ म तपाईँहरूको माझमा एउटा छोटो भिडियो लिएर आउँदैछु जुन चाहिँ आज म यो सुन्तलाको नयाँ जुन चाहिँ बिरुवा छ है प्रुनिङ गर्ने बेला भएको त्यो प्रुनिङ गरेर देखाउने छु। कृपया गरी तपाईले मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। र यो चाहिँ हो गाइस प्रुनिङ गर्नुपर्ने यसको है टुप्पी काट्नुपर्ने भन्नुपर्दा चाहिँ र मेरो हातमा छ यो कटर। र तपाईँले सुन्तला प्रुनिङ गर्दाखेरि चाहिँ आफै उभिनुहोस् है र उभिएर यो घुँडा जति यहाँ घुँडादेखि उँधोको जति हेर्नुहोस् यो यहाँदेखि उँधोको चाहिँ तपाईँले सबै फ्याल्नुपर्छ काटेर। अनि काट्दैछ है त गाइस जस्तै यो भयो यस्तोहरू सब यो घुँडादेखि उँधोको चाहिँ सब काट्नुपर्छ। हल्दैन है पछि किनकि यो मुनि बस्छ यो माथिको बढेर गएर माथिको झ्यालिन्छ यो मुनिको न्युट्रिसन लानु पाउँदैन। यो हल्दैन पनि हल्यो मसिनो हल्छ हेल्दी पनि हुँदैन यो फिटको चाहिँ हटाइदिनु पर्छ है। यो बिचको यो यस्तो हटाइदिनु पर्यो यसको काम छैन किनकि यो चाहिँ बिचमा चाहिँ यो हल्दैन पनि यो सनलाइट पाउँदैन पनि यसले ध्यान पनि हुँदैन बिचकोलाई। र यहाँ हेर्नुहोस् यो चाहिँ अर्को बोट है यसको पनि त्यस्तै चाहिँ फर्स्ट टाइम यसको यो प्रुनिङ गरेको र यसको पनि यस्तै छ र यसलाई पनि म यसरी नै काट्छु है। पनि यो फेदको सब काट्नु पर्यो यति कामै छैन यो पछि फल्दैन यसले किनकि यसमा यो माथिको टुप्पो बढेर गएपछि यसमा सनलाइट पर्दैन है। मेन पर्नुपर्ने भन्ने घाम हो घाम पर्दैन यहाँदेखि उँधोको सब काट्नु पर्यो यसको केही काम छैन म्याडम काट्नु पर्यो। र यहाँ पनि यो प्रुनिङ गर्ने बेला भएको छ है त्यसरी नै यो फेदको आफ्नो घुँडादेखि उँधोको चाहिँ यो फेदकोहरू चाहिँ यो फेदको चाहिँ यस्तोहरू चाहिँ काट्नु काट्दाखेरि चाहिँ फेरि यहाँ फेदमै मूललाई गर्न अलिकति माथि यसरी काटिदिनु पऱ्यो यसलाई चाहिँ सेपरेट चाहिँ काट्नु हुँदैन है यसरी अलिकति माथि चाहिँ काटिदिनु पऱ्यो। र यो हेर्नुहोस् है यो बिचको यो यहाँ देख्दै होला तपाईँले यो बिचको यसको चाहिँ केही काम छैन यसको केही फ्युचर छैन यति पछि ठुलो भएसम्म यतिकै बस्छ यसले फल्दैन पनि है किरा भएर के किरा भएर र यो चाहिँ काटिदिनुपर्छ यस्तो यो चाहिँ पछिको केही कामै छैन यो किनकि यो चाहिँ बढ्दैन पनि फल पनि दिँदैन यो भयो योलाई काटिदिनु पऱ्यो यसरी दुईवटा छ भने यसरी फार्न सक्नुहुन्छ तपाईँलाई र फारेको यो बिचको छ नि यो जुन चाहिँ यो देख्नुहुन्छ नि यसलाई काटिदिनु भयो किनकि यो पछि बढेर यता आउँछ यो बढेर यता जान्छ यो बिचमै काँचो खुच्चुक हुन्छ यसले फल्दैन पनि यसलाई काटेर सलक्क बढाइदिनु पऱ्यो। ल अन्त यो बाहिरको छोडिदिनु भयो यो भित्र आएको यो यसको काम छैन यसलाई काटिदिनु भयो। यसलाई चाहिँ अब यत्रो भइसकेको छ अब यो अब यसले फल्नु त अब 3-4 ठाउँमा फल्छ यो माथि पुग्छ यो त्यति बेलासम्म त यसलाई चाहिँ हाइट रोकिदिनुपर्छ गाइस। ल यहीँनिर नि यसलाई यसको हाइटको माजरा चाहिँ यहीँ घटाइदिनु पऱ्यो।
यसलाई यहाँ अब न छोटो भयो यो बढ्छ यो साइडको बढ्छ यो साइडको बढ्छ है यो चाहिँ ज्याममै परेको हुन्छ पछि नभए चाहिँ सुरिलो जान्छ उकालो यस्तो भयो प्रुभिङ गरेँ बादमा चाहिँ र गाइस अर्को चाहिँ यहाँ छ हेर्नुहोस् है यो कचाक कुचुक भएर आएको छ है ततै बढेर यसलाई पनि अब प्रुभिङ गर्नुपर्छ है यो बिच यस्तो चाहिँ यो कतै बढ्नु पाउँदैन निकालेको राम्रो है यो बेसी आँखा पनि यो राम्रो हुँदैन के भएको र यो यसमा यसलाई निकालेको यो नयाँ यो यस्तो छ नि यस्तो काम छैन यो सुरिलो बढ्छ मात्रै यस्तो मात्रै हुन्छ यो चाहिँ उकालो चारपट्टि भएर जान्छ यो उकालो दागा गरेर फल्नेको चान्स हुँदैन र यो बिचको मेन चाहिँ बिच खुला गर्नु गरिदिनुपर्छ है गाइस त्यो बिस्तारै म सिक्दैछु एक्सपर्ट होइन आफ्नै एक्सपिरियन्समा गर्दै सिक्दै जाँदैछु बिस्तारै सिक्छु होला साह्रै बेसी भयो ल्याउँदैन पछि भित्र अब लाग्दो हुन्छ यसको यो हाइट माथि एक्स्ट्रा गइहाल्यो कालो यहाँ काट्नु छोटो हुन्छ लगाइस हेर्नुहोस् है अघि कस्तो थियो कचाक कुचुक परि गएको थियो अहिले यसो गरेर भिडिएको भयो है यसको हाइट पनि रोकिदिएको छु मैले उकालो बढ्दैन साइडपट्टि बढ्नु थाल्छ नि त हाइट माथि नगएपछि है र यो बिचको छ नि यो बिचको यस्तो यो चाहिँ काट्नुपर्छ मेन चाहिँ बिचको यो चाहिँ कता बढ्ने यसको जग्गै छैन नि त यता बढ्यो भने यहाँ यसको हाँगा छ यहीँभित्र यो कचाक कुचुक भएर बसेको छ र यसलाई चाहिँ यसरी काट्यो भने चाहिँ यता खुल्ला हुन्छ है गाइस यसरी यो बिचको चाहिँ काटिदिनु पऱ्यो त्यहाँबाट चाहिँ यता साइडपट्टि बढ्छ नि त यो चाहिँ मैले अस्ति नै गरेँ गरिदिएको थिएँ यो यतिको राम्रो भएको छ यो रुकुटो पाएर है यसरी है मजाले झ्याम्टेर जान्छ नि त यहाँतिर मैले यसको हाइटहरू रोकिदिएको थिएँ है यस्तो भएको छ र तपाईँले पनि आफ्नो घरमा सुन्तलाको बिरुवाहरू छ भने त्यसलाई आफै प्रुभिङ गर्ने ट्राई गर्नुहोस् है बिस्तारै बिस्तारै सिकिहाल्छ म पनि सिक्दैछु र तपाईँलाई पनि सिकाउँदैछु यो पनि पहिला मैले प्रुभिङ गरेर अलिक पुड्कै बनाएको सानै थियो यो यिनीहरूलाई चाहिँ गर्नु पाएन यो चाहिँ यत्रो यत्रो हुँदैछ नि त्यो टुप्पो काटेन भने चाहिँ फेरि र यसको चाहिँ डिसएडभान्टेज चाहिँ के हुन्छ भने चाहिँ यहाँ माथि टुप्पादेखि मात्रै फल्दो रहेछ यसले चाहिँ यो बेसी हाइट गयो भने चाहिँ जब हाइटमा फल लाग्छ फल लागेपछि यो मुनि चाहिँ नलाग्दो रहेछ फेरि किनकि यसमा घामहरू पर्दैन माथि सब छेलिहाल्दो रहेछ नि त त्यस्तो गर्दाखेरि चाहिँ रुखलाई चाहिँ सानैदेखि काटेर मिलाउनु पर्ने रहेछ अहिले चाहिँ यस्तो भइसकेको छ हाम्रो सुन्तला बारी चाहिँ ठुलो सुन्तला बगान चाहिँ यिनीहरू चाहिँ अब फुल्दैछ र यिनीहरू पनि काट्नुपर्ने छ है किनकि यो मुनिकोले फल्दैन रहेछ यो मुनिकोले चाहिँ फल्दैन रहेछ किनकि यो माथि गएर मात्रै यो पहिला प्रुभिङ नगरेकोले काट्ने गर्दा चाहिँ माथि हाइटमा गएर मात्रै फल्दो रहेछ उहाँदेखि मात्रै यो मुनिको चाहिँ काटेर खानुपर्ने छ है तर म यसलाई चाहिँ काटेर मैले किन राखेको भन्दा चाहिँ यसलाई चाहिँ म नकाटेर पछि बर्खामा यो जस्तो यो उकालो घाँगर छ नि हेर्नुहोस् यो उकालो घाँगर चाहिँ मेरो काट्नुपर्छ किनकि यो उकालो गएर बोटभित्रै पस्छ हो र यसले राम्रो फल्दैन यो कचाक कुचुक हुन्छ यहाँनिर कमिलाहरू बस्छ र यस्तो उकालो गएको चाहिँ मेन काट्नु छोड्नु पनि जस्तो साइड पाएको मात्रै हो तर म यसलाई किन नकाटेको भन्दा चाहिँ म चाहिँ पछि यसलाई बर्खामा चाहिँ क्राफ्टिङ गर्छु यसलाई यहाँ तासेर है यसको यहाँ गोबर माटो हालेर यसको यहाँ जरा हान्छ अर्को पालि म यसलाई यहाँ काटेपछि अर्को प्लान बनिन्छ र यसलाई पनि यहाँबाट त्यसो गर्ने मैले प्लान गरेकोले चाहिँ मैले यसलाई नकाटिराखेको तपाईँले पनि त्यसो गर्न सक्नुहुन्छ फेदमै हाँगा छ भने चाहिँ मैले यहाँ गरेको छु नि एउटा यसको जरा पनि पलाएको छ अब जब यो रेनी सिजन आउँछ यसलाई म यहाँ काटेर अर्को जग्गा सार्छु यो अर्को पाल्नु भइहाल्छ है यो फेदमा भएको कारणले गर्दा फल्दैन रहेछ नि त माथि फ्रुट हुन्छ यो मुनिको चाहिँ अब घामहरू केही नपाएर चाहिँ नफल्दो रहेछ त्यसले गर्दाखेरि चाहिँ र यसलाई र यो पल्लोलाई चाहिँ म यसपालि यसरी नै गरेर चाहिँ फेरि अर्को प्लान्ट त्यहाँबाट मदरबोर्डबाट चाहिँ अर्को बिरुवा निकाल्छु गाइस र त गाइस मैले तपाईँलाई सुन्तला प्रुभिङ कसरी गर्नुपर्ने त्यो भिडियो देखाएँ तपाईँले पनि अब सिक्नुहुन्छ होला है आफ्नो सुन्तला छ भने ट्राई गर्नुहोस् र मेरो भिडियो के कस्तो लाग्यो तपाईँले आफ्नो प्रतिक्रिया दिनुहोला साथै मेरो भिडियो मन पर्यो भने तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनुहोस् र तपाईँहरूले मेरो यो है फार्मिङको भिडियो मेरो युट्युब च्यानल मार्फत पनि हेर्न सक्नुहुन्छ है मेरो युट्युब च्यानल अर्ग्यानिक फार्मिङमा तपाईँहरूले गएर सब्सक्राइब गरिदिनुहोस्
यति भन्दै आजको मेरो भिडियो म यही एन्ड गर्छु र फेरि यस्तै इन्फर्मेटिभ भिडियो र फार्मिङको भिडियो लिएर तपाईँहरूको माझमा आउनेछु। हवस्, टेक केयर, बाई बाई।